माननीय सभामुख महोदय, कर्णालीकै आवाज लिएर यहाँ उपस्थित भएको छु। आज म अत्यन्तै गौरव मन लिएर लाखौं दैलेखी एवं कर्णालीवासीको आक्रोश बोकेर यो गरिमामय सदनमा उभिएको छु। सुर्खेतदेखि कालीकोट जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा दुर्घटना हुँदा ज्यान गुमाउने नागरिकप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। सभामुख महोदय, दुर्घटनाको खबरले सिङ्गो कर्णाली र देशलाई रुवाएको छ, तर विडम्बना घटना घटेको यत्रो समय बितिसक्दा पनि राज्य संयन्त्रबाट घटनाको सम्पूर्ण विवरण र यकिन तथ्य आउन नसक्नु अत्यन्तै खेदजनक छ। यो दुर्घटना हाम्रो लागि कुनै नयाँ घटना होइन। दिनौँ जस्तो कर्णालीका सडकमा रगत बगिरहेको छ। कर्णालीका सडकहरू आज सडक रहेनन्, ती मृत्यु मार्ग जस्तो देखिएका छन्। अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नुपर्ने हो? हरेक पटक यात्रा गर्दा मानिसहरूले आफ्नो ज्यान हत्केलामा राखेर हिँड्नु यो कस्तो व्यवस्था हो? सभामुख महोदय, नियमन गर्ने निकाय छैन, दुर्घटनाबाट उद्धार गर्ने उपकरण छैन। हामी राजधानीमा सुविधा सम्पन्न तारे होटलमा बसेर आहा कर्णाली त स्वर्ग हो भनेर भाषण गर्छौँ। हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले पनि कर्णालीमा गएर त्यसलाई स्वर्ग कि रानी कर्णाली कि सुइना भनेर सम्बोधन गर्नु पर्यो। तर सभामुख महोदय, म यहाँ उभिएर सोध्न चाहन्छु, के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो? के कर्णालीका जनताको निधारमा सधैँ अकालको मृत्यु मात्रै लेखिएको छ? जनताको यहाँ विडम्बनाको पराकाष्ठ हेर्नुहोस्। सभामुख महोदय, म यसलाई दुर्घटना भन्न तयार छैन। यो त राज्यको चरम विवेक चरक व्यवस्था र कर्णालीमाथिको यो खेलबाडको अब अन्त्य हुनैपर्छ। कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्यु मार्ग होइन। म यस दुःखद घटनाको तत्काल उद्धार कार्यलाई तीव्र बनाउन र कर्णाली राजमार्गको स्तर उन्नतिको लागि ठोस कदम चाल्न सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय कर्णाली, जय नेपाल।